हेलो गाइस हामी चाहिँ अब लेकसँगै छौँ ल हामी तल जान्छौँ हाम्रो भाइ पनि जानु आहा हजुर ए ल अगाडि जाने ए म जुत्ता लाउँदैछु गाइसहरू म चाहिँ चप्पल लाएर गएछु मेरो बुट पनि छ यहाँ हेर्नुहोस् गाइसहरू ल अब म लाउँछु ल गाइसहरू यस्तो छ बुट हामी लाउँदैछौँ जुत्तालाई चाहिँ जान्छु तल अनि मम्मीले चाबी ल्याएर हुन्छ अनि हामी जान्छौँ ल गाइसहरू मैले ल्याएँ सजिलो खायो लाग्ने गएँ गाइसहरू अब हामी जान्छौँ हाम्रो पसल पनि छ म चाहिँ गोरुले भ्लग गरिरहेको छु हामी आयौँ तल बाबा तलपट्टि जानु होला हेरौँ बा त होइन यतै जानु भएको लाग्यो हेरौँ त्यही पनि हामी तल जानु रहेछ हामी जान्छौँ होइन जान्छौँ होइन यस्तो अब हामी एउटा चिज गर्नु पनि हुन्छौँ पसल खोलेर बा खै बा कहाँ हुन्छ मलाई होइन हेरौँ यहाँ हुन्छ यहाँ हुनुहुनेछ ल हेरौँ गाइसहरू बाबा यहाँ कुखुरा फार्म हाम्रो कुखुरा फार्ममा चाहिँ हेर्नुहोस् के छ ल यस्तो हो ल त्यहाँ गयो हेर्नु सजिलो हाम्रो यहाँ हाँस पनि छ ल हाँस खोइ ल हाँस खोइ सानो हाँस उता हेर्नुहोस् गाइस हाम्रो सानो हाँस खोइ हाम्रो ठुलो हाँस यहाँ रहेछ सानो हाँस खोइ यहाँ रहेछ लुकेर बसेछ सनास गयो भागेर उयो सनास कुखुरा फार्म टर्की के गरेर यहाँ हेर्नुहोस् टर्की पनि यहाँ ओथार मागिरहेछ तर यसको के अरे यसको केटा मऱ्यो अब केटी मात्र छ भित्रै राखिदिनु बाबाले भने अब त्यहाँ ल्याउनुहुन्छ अब यो लौरो दिँदै ल हामी अनि अस्ति अहिले भर्खर चाहिँ उयो जस्ताबाट यहाँ हाँसेर यहाँ गएर ल गाइसहरू हामीले हाँस घरभित्र राखिदिने खाऊँ खै त ल गयो गाइसहरू हाम्रो यहाँ भाइ छ क्या ओरिजिनल भाले कस्तो छ फेरि कुच्चार ल हाम्रो भित्र त पनि देखाइदिन्छौँ हाम्रो यहाँ ओथार देखाऊँ यहाँ चोलाहरू पनि छ हेर्नुहोस् यहाँ चोला यहाँ हेर्नु होला देख्नुभयो खतरा खाएको चोला यहाँ त्यो ओथार दिनुला हेर्नुहोस् ल करायो अनि हामी त आज कहाँ जानु लाउनु भएको भने हामी चाहिँ आज हिँडेर जाने ठाउँ होइन अनि स्ट्यान्ड पनि ल्याउनु बा स्ट्यान्ड ल अब हेर्ने ल अब यही भन्नाले हामी चस्मा लाएर आउँछौँ।